कहिलेकाहीँ व्यस्त जिन्दगीबाट थोरै समय निकालेर प्रकृतिसँग जोडिनु र आफ्नै शरीरलाई अलिक बढी माया गर्नु नै वास्तविक शान्ति हो। नमस्ते साथीहरू, स्वागत छ मेरो अर्को नयाँ ब्लगमा। आज म कतारा हिल्स पार्कमा छु। यहाँको शान्त वातावरण, सफा हावा र प्राकृतिक सौन्दर्य साँच्चै अद्भुत छ। आजको मेरो मुख्य उद्देश्य यहाँ रनिङ गर्नु र यो सुन्दर वातावरणलाई महसुस गर्नु हो। दौडनु मेरो लागि केवल फिटनेस मात्र होइन, यो मेरो मानसिक शान्तिको माध्यम पनि हो। दिनभरिको काम वा तनावपछि जब म यसरी प्रकृतिको काखमा दौडन्छु, सम्पूर्ण थकान मेटेर जान्छ। इन्टेन्स रनिङ पछि शरीर त थाक्छ, तर मन भने एकदमै हलुका र ऊर्जावान हुन्छ। अनि दौडिसकेपछि यहाँको सूर्यास्त हेर्दै लाइभमा तपाईँहरूसँग जोडिनुको मजा नै अर्कै हुन्छ। लाइभमा सोधिएका प्रश्नहरू जस्तै कहाँ हो दाइ भन्दै जब साथीहरूले दिएको माया र साथले मलाई सधैँ अगाडि बढ्ने ऊर्जा दिन्छ। यदि तपाईँहरू पनि आफ्नो दैनिक जीवनमा थोरै परिवर्तन र सकारात्मकता ल्याउन चाहनुहुन्छ भने दिनको कम्तीमा 30 मिनेट प्रकृतिको माझमा वा रनिङमा बिताउनुहोस्। आजको यो सानो यात्रा तपाईँहरूलाई कस्तो लाग्यो? कमेन्टमा पक्कै भन्नुहोला। भिडियो मन पर्यो भने लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। अर्को ब्लगमा फेरि भेटौँला। तबसम्मको लागि स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्। थ्याङ्क यू।